हेलो साथीहरु, वेलकम टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ हामी टक्क लाएर चाहिँ झाँक्री पानी घुम्न आएको है, हल्का फुल्का। यहाँ चाहिँ भ्यू चाहिँ के देखिन्छ राम्रो भनेपछि चाहिँ यहाँ चाहिँ देखिने हिमाल हो है। यहाँ चाहिँ देखिने हिमाल। त्यही धलागिरी हिमाल है, त्यो उटो माछा पुछ्री होला। ल अब यहाँबाट फोटोसुट एकदिन सत्ता हान्यो भने चाहिँ पारिजाने पाइन्छ त्यहाँ त्यो टाढोमा गइन्छ है लगाएर। ल हामी चाहिँ यहाँदेखि चाहिँ अब फोटोसुट हान्ने है, भिडियो सिडियो बनायो। अब चाहिँ यहाँदेखि चाहिँ पुरा पर पारि त्यहाँ जहाँ गइन्छ है, त्यहाँ गएर नै हान्नु पर्ने चाहिँ फोटोसुटहरू। ल टक्क लगाएर लाइक नोट गरेर मेरो गाइजहरू। ल है हामी चाहिँ भर्खर यहाँदेखि यता स्यात्त यता लागेको हौँ। त्यहाँ गेट छ, त्यो गेटबाट भित्र जानुपर्ने हुन्छ, भिडियो त्यहाँ माथि जानुपर्ने हुन्छ अरे। त्यही हो यहाँ सबको भ्यू चाहिँ राम्ररी हुन्छ। ल जग्गा भ्यू टार भक्क लाएर भनेर रहेछ। यहाँ जाने चाहिँ टक्क पर्थ्यो दा हो तिनतिर हान्दा अग्लै रहेछ। 3-4 त राति यहाँ चाहिँ टक्क बस्न लागि व्यवस्था पनि रहेछ। ल अहिले चाहिँ म त्यहाँ माथि गएर देखाउँछु। घर चाहिँ उसको व्यवस्था नै रहेछ टोयलेटको, माथि गएर देखाउँछ टक्क कस्तो भ्यू देखिन्छ होइन। त्यही नै हो सत्ता राम्रो रहेछ। ल यसलाई चाहिँ हल्का पेन्टिङ हानेको रहेछ, यहाँ गइसकेको रहेछ। यसलाई चाहिँ हल्का पेन्टिङ हान्यो भने चाहिँ बबाल देखिन्छ है हेर्ने। अनि यो भाइ यो पछिको यो रुखहरू काट्नु भनेको बबाल देखिन्छ। ल यो 47 ठाउँमा चाहिँ पछि हिमाल टक्क है राम्रो देखिन्छ। अनि यहाँ चाहिँ यो ढिकढिकमा राखेको राम्रो सो भइरहेछ। म चाहिँ यहाँ माथि चढ्दैछु टाढोमा, यहाँ माथि चढ्दैछु कस्तो देखिन्छ होला माथि भ्यू। ल है ल एउटा त नि जाने मिल्ने रहेछ, त्यहाँ रहेछ बलु लेख्ने गराउनहरू। ल म नि माथि उक्लिदिएँ है, म माथि आइसकेँ। ल छिटो अगाडि कति खिच्छ फोटो यार। यिनी हो गाइजहरू साथीहरू भने। ल अलि अझै भले पहिरो गयो अरे यहाँ हत्ता यता यो यहाँ देखिने भ्यू। ल देखिने तल दाइ हिँड्दै आयो जिएसटी यो चाहिँ भएन चाहिँ यो चाहिँ यसलाई गाली गर्ने भएन। यो आफूले पनि जनता पनि सचेत हुनु पर्यो कि त्यसलाई अलिक सोडिफाई गर्नु पऱ्यो। यो तलबाट जता जतै फुटालेको पनि छ होइन दाइ, यसलाई चाहिँ अलिक गर्नु पऱ्यो, समस्या गर्नु पऱ्यो। यस्ता सिसी लागेपछि यिनी यहाँदेखि देखिने भ्यू चाहिँ। अब चाहिँ यहाँदेखि सत्तै लिएर फर्किने गाइज। अब चाहिँ हामी चाहिँ एकछिन यताति दाना पानी खाइन्छ, त्यसपछि सत्ता फर्किहाल्नुपर्छ है। अकलले देखिने भ्यू चाहिँ यही हो। ल सरी ल माया साथैमा उडायो रे
गयो साथीहरू हेर्नुहोस् अब यस्तो के अरे अब खाएर जतामा पनि नफालौँ यसलाई चाहिँ यसरी एक ठाउँ यसरी एउटा प्लास्टिकमा हालेर स्याहार पारेर राख्नुपर्छ है गाईहरू साथीहरू यस्तो एउटा कुनामा यसरी राखिन्छ अब चाहिँ राखिन्छ के यो राखिन्छ अब चाहिँ यसलाई राखेको मात्र भर भिडियोको लागि है अहिले यसलाई हुँदै छ अहिले एक ठाउँ लिएर राखिन्छ सेत्ता पारिन्छ फोरफाल न फाला है भोलाइ भर गरेर लगाएर कस्तो भुइँ ल स्पिकर छ है यसलाई चाहिँ ट्याक्क लगाएर यसलाई चाहिँ एउटा एक ठाउँ ट्याक्क स्थापना गर्नुपर्छ है साथीहरू ल त्यही नै सबैले गर्नुपर्छ साँझ पख एकान्तमा